नमस्कार, म प्राचार्य दीपक राउत, बाल विकास इङ्ग्लिस बोर्डिङ स्कुल। सम्पूर्ण अभिभावकज्यूहरू र सम्पूर्ण अतिथिज्यूहरू सबैमा म हार्दिक नमस्कार र नमन टक्राउन चाहन्छु। बाल विकास इङ्ग्लिस बोर्डिङ स्कुल एउटा सम्भवतः उत्कृष्ट विद्यालय भएको कुरा यहाँहरूमा जानकारी नै छ र यस विद्यालयका बारेमा म विद्यालयका विशेषताहरूको बारेमा चर्चा गर्न चाहन्छु। हामी केवल शैक्षिक ज्ञानमा मात्रै सीमित नभई विद्यार्थीहरूको समग्र विकासमा विश्वास गर्ने संस्था हौँ। यहाँ दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा आधुनिक र प्रविधि मैत्री शिक्षण विधि प्रयोग गरिन्छ। प्रत्येक विद्यार्थीको क्षमता पहिचान गरी उनीहरूलाई उचित मार्गदर्शन दिने हाम्रो मुख्य लक्ष्य हो। हाम्रो विद्यालयमा व्यवस्थित कक्षा कोठा, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, पुस्तकालय तथा सुरक्षित र अनुशासित वातावरण उपलब्ध छ। साथै खेलकुद, सांस्कृतिक कार्यक्रम, स्काउट तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने अवसर प्रदान गरिन्छ। यही विशेषताले हाम्रो विद्यालयलाई उत्कृष्ट बनाएको छ। अब आगामी वर्षका योजनाहरूबारे कुरा गरौँ। हामी आगामी शैक्षिक सत्रमा डिजिटल शिक्षालाई अझ प्रभावकारी बनाउने, स्मार्ट कक्षाहरू विस्तार गर्ने तथा नयाँ प्रविधिहरूको प्रयोग बढाउने योजना बनाएका छौँ। साथै विद्यार्थीहरूको सिप विकासका लागि नेतृत्व, तालिम, करियर काउन्सेलिङ र व्यावहारिक शिक्षामा आधारित कार्यक्रमहरू सञ्चालन गरिनेछन्। विद्यालयको भौतिक संरचनालाई अझ सुदृढ र आधुनिक बनाउने साथै अभिभावकसँगको सहकार्यलाई अझ बलियो बनाउने हाम्रो लक्ष्य रहेको छ। नियमित अभिभावक भेला र अन्तर्क्रियात्मक कार्यक्रमहरूलाई पनि प्राथमिकता दिइनेछ। प्रिय विद्यार्थीहरू, अब नयाँ वर्ष नजिकै नै छ। नयाँ वर्ष, नयाँ आशा, नयाँ लक्ष्य र नयाँ अवसर लिएर आउने समय हो। तपाईहरू सबैले पुराना कमजोरीहरूलाई सुधार गर्दै नयाँ उत्साहका साथ अघि बढ्नुहोस् भन्ने मेरो अपेक्षा छ। अन्त्यमा आउँदै गरेको नयाँ वर्षले हामी सबैको जीवनमा सफलता, खुसी र समृद्धि ल्याओस् भन्ने शुभकामना दिन चाहन्छु। हामी सबै मिलेर अझ उत्कृष्ट भविष्य निर्माण गरौँ। धन्यवाद।